हजुरहरुलाई स्वागत छ हाम्रो मिनी भ्लगमा। आज चाहिँ हामी कहाँ आएको छौं भन्दिनुस् त? चम्पादेवी अनि भस्मेश्वर भीमेश्वर अरे। अनि हामी चाहिँ आज भस्मेश्वर डाँडा आएको छौं। यति आनन्दको ठाउँ, यति आनन्दको ठाउँ, मन्दिर गएर अनि आएको हामी। यति आनन्दको ठाउँ, यति रमाइलो, यति आनन्द। हामी चाहिँ 7 जना आएको थियौं। स्वर्ग आएको जस्तो फिल भयो है मलाई चाहिँ। कस्तो फिल भयो रे? स्वर्ग आएको जस्तो। मलाई नि स्वर्ग आएको जस्तै फिल भयो अनि एकदम रमाइलो भयो हैन? रिल्याक्स फिल भयो के? रिल्याक्स फिल भयो। अनि हाम्रो बुनु चाहिँ यहाँ चाहिँ हाय नमस्ते। कस्तो फिल भयो? एकदम राम्रो, एकदम दामी। त्यही बस तिमीहरु, म तल जान्छु अनि एकदमै धेरै इन्जोय पनि गर्यौं हामीले। हाय भन। हेलो। एकदम स्वागत छ हजुरहरुलाई हाम्रो मिनी भ्लगमा। अनि यो ठाउँमा चाहिँ हजुरहरु आउनु भयो भने चाहिँ हैन एकदम त्यो गर्मीको मौसम छ भनेर चाहिँ हैन त्यो पातलो पातलो ड्रेसहरु लगाएर चाहिँ नआउनु होला, किनभने यस्तो चिसो। ओ माइ गॉड, आज पानी परेर पनि हो कि किन हो, तर लास्टै चिसो थियो। काँडा पलाइरा थियो हातमा, काँडा देख्न सकिन्छ। यो हाम्रो ड्रेस त्यही पनि हामीले त अलि ठिकै ठिकै लगाएर थियौँ। हाम्रो त्यो उयो बहिनीले सर्ट लाएर आउने बहिनी थुर 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 काँपेर हामीले सबैले दिएको बोलाएको हामी सबले छेकेर राखेको। तर हावा यति ठुलो अनि त्यसपछि पानी नि परेको थियो हैन, हुस्यो लागेको थियो अनि हुस्योले गर्दाखेरि त्यो बाफहरू यसरी उडेको थियो कि हिउँ परेको जस्तो। गाइज हिउँ परेको जस्तो। अनि हजुरहरुले चाहिँ अब खानेकुराहरू लिएर आउनु भयो भने चाहिँ हैन चम्पादेवीसम्म हजुरहरु त्यतिसम्मको लागि मात्र आउनु भयो भने चाहिँ हजुरहरुले तलबाट सामानहरू नकिने पनि हुन्छ, किनभने त्यहाँनिर प्रशस्त मात्रामा जे खाइ नि पाइन्छ। तर भस्मेश्वर डाँडा आउनु हुने भइसकेपछि चाहिँ चम्पादेवी मन्दिरबाट त्यहाँबाट चाहिँ हजुरहरुले खानेकुराहरू लिएर यहाँ आउनु होला। अनि खानेकुरा खाइसकेपछि जङ्क फुडको प्याकेटहरू चाहिँ हजुरहरुले जताततै नफाल्नु होला, यसरी प्याक गरेर लिएर आउनु होला झोलामा। हजुरहरुले देख्न सकिन्छ त्यसरी लिएर आउनु होला, किनभने यो भनेको एउटा डिसिप्लिन हो हैन। आफ्नो देशलाई सरसफाइ राखौँ, आफू पनि सफा बसौँ। जुन चाहिँ दीक्षामा छैन